चुनाव भन्दा पछि मेरो बुवा बित्नुभयो। म 13 दिनको काममा बसेँ। 13 दिनको काममा बसेको भोलिपल्ट सरकार गठन भयो 13 गते। सरकारले हतार क्याबिनेट बसेर हतार निर्णय, पहिलो निर्णय पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तुरन्त गिरफ्तार गर्ने भनेर रातभरि नसुतिकन दौडधुप गरेर बलजफ्ती एउटा ठाडो पक्राउ पूर्जी, विशेष पूर्जी भनेर बिना आधारको गौरीबहादुर कार्कीको प्रतिवेदन, हावा प्रतिवेदन, पूर्वाग्रही प्रतिवेदन, त्यस प्रतिवेदनको आधारमा गिरफ्तार गर्ने भनेर। अनि यो दफा त्यो फौजदारी कहाँ गरिएको छ? जो हामी त आफ्नो ठाउँमा छौँ। म बालुवाटारमा छु, यहाँ बानेश्वरमा गोलीकाण्ड भएको छ। मैले भरसक मानव क्षति नहोस्, शान्ति सुव्यवस्थाको राम्रो प्रबन्ध गर्नु भनेर सुरक्षा निकायहरूलाई सबैलाई एकैसाथ राखेर निर्देशन गरेको छु। तै पनि परिस्थिति पर्यो होला। के परिस्थिति पर्यो प्रहरीले जान्ने कुरा हो। कस्तो परिस्थितिमा गोली चलाउनु पर्यो। अनि सरकारी सम्पत्ति रक्षा गर्नका लागि त उसले गोली चलाउँछ होला नि त, हतियार दिएकोले। होइन भने प्रहरीलाई कारबाही किन गरेन, किन गिरफ्तार गरेन, किन केही भएन त? थाहै छैन कसले गोली चलायो। थाहै नभएका ठाउँमा केपी ओली चाहिँ फसाउनै पर्ने, यस्तो खालको पूर्वाग्रहपूर्ण क्रियाकलाप। अदालतमा म्याद थप्न लाँदा यो म्याद थप्न कानुन सम्मत छैन भनेर हामी लड्यौँ। म अदालतको बारेमा केही धेरै टिप्पणी गर्न चाहन्न। त्यति गैर कानुनी कुरालाई पनि मान्यता दिएर अदालतले 3 पल्ट म्याद थप्नु हुँदैन थियो। म्याद थपियो। मैले बन्दी प्रत्यक्षीकरणको रिट सम्मानित सर्वोच्च अदालतमा हालेँ। सम्मानित सर्वोच्च अदालतमा हाल्दा सम्मानित सर्वोच्च अदालतबाट रिट खारेज भयो। 13 दिनसम्म कोसिस गर्दा सरकारले मुद्दा चलाउने ठाउँ पाएन। मुद्दा चलाउने ठाउँ नपाएपछि 13 दिनपछि मलाई छोड्न बाध्य भयो सरकार। नेपालको सरकार सञ्चालनको तरिका, न्याय सम्पादनको तरिका, अदालतबाट हामी न्यायको अपेक्षा गर्दछौँ, स्वच्छ न्यायको अपेक्षा। अदालत सम्मानित हुन सकोस्, न्याय सम्पादनबाटै अदालत सम्मानित हुन सकोस् भन्ने हाम्रो इच्छा छ। हामी अदालतलाई सम्मान गर्दछौँ। अदालतबाट न्याय पाउनु पर्दछ भन्ने हाम्रो धारणा हो।